हेलो एभ्रिवान, आज चाहिँ टिकाको दिन हो, त्यही भएर म चाहिँ आज टिका लगाएर गइरहेको छु। अहिले चाहिँ टिका लाउनु बेला रहेको छ। यहाँ हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ मेरो भाइ छ अभिमन्यु। हेलो गर्दैछु र यो चाहिँ अब मन्दिर हो, मन्दिर। This is our मन्दिर, टेम्पल। र यहाँ रहेको छ मेरो भाइ। हेलो गर्दै, हेलो गर्दै। यहाँ चाहिँ भइरहेको छ। टिका लगाइदिनु भएको छ। आमाले चाहिँ यहाँ टिका लगाइसक्नु भएको छ, हेर्न सक्नुहुन्छ। हेर्न सक्यो छोरी। This is our family. This is our family. अलिकति गिलो छ। होइन भारी। मेरो मम्मीले चाहिँ अर्को भ्लग बनाइरहनु भएको छ। यहाँ चाहिँ टिका लगाइ भइरहेको छ। मेरो होमवर्कमा के आशीर्वाद हो भनेर लेख्नुपर्छ कि त्यहाँ भन्नु न मेरो लागि चाहिँ। यस, यहाँ चाहिँ टिका लगाउँदै आमा देख्नुभयो है। यहाँ चाहिँ मम्मी हुनुहुन्छ। मलाई पनि देखाइन लाउनु हो र। यहाँ चाहिँ हजुरबुवा हुनुहुन्छ। यता चाहिँ मेरो बाबा एडिटर, ब्लग एडिटर। यहाँ चाहिँ मोबाइलमा अर्को ब्लग बनाउँदै हुनुहुन्छ। यहाँ चाहिँ आमा, यहाँ चाहिँ मेरो भाइ छ। अहिले चाहिँ म टिका लाउन गइरहेको छु। भन्नु राम्रो हुन्छ। कान्छोलाई आऊ चल तिमी टिकी लाउनु। झगडा गइरहेको छोड्दिन अहिले। आऊ यहाँ आऊ टिकी लाउनु पर्छ। आऊ टिकी लगाइदिन्छु नि छोरा। सानो लगाइदिन्छु यत्रो। यो झगडा गर्दा छोड्दिन अहिले। हाई नमाने। यहाँ चाहिँ हाम्रो राजी हुनुहुन्छ। बाबा मेरो टिका बगिरह सबै एकैचोटि बगिरह। गिलो भएको त यो
म त साह्रो भयो कि भन्नु त गिलो भएर सबै निक्लिरह एकैचोटि झरिरहेको कि यस्तो चिप्लेर यहाँ पो भएछ त रातिले सधैँ मिलाउनु सधैँ भन्नुहोस् सबैको चिताको कुरो पुऱ्याइस् छोरीछोरीले सधैँ सन्तुष्टि र सुख दिउन् यहाँ चाहिँ मेरो मम्मीको टिका लगाइरहनु भएको छ सधैँ सुखी र खुसी रह It's me. काँटे लाउनु बिर्सेछु काटेर होइन अहिले लाउनुपर्छ नभए कमेन्टमा भन्नु होला म कस्तो देखेको छु ल आऊ छोरी आऊ छोरी ल्याउनु त्यसबाट राखिदिनु बसेर लाऊ होइन भाइ मेरो छोरीको पढाइमा राम्रो होस् सबैको मान्ने बुझ्ने भन्नु चिताको रूप होस् व्यथा कष्ट कहिल्यै नलाओस् रातिले सधैँ मेहर गरून् धेरै बुद्धिमानी बन्नु ज्ञानी बन्नु पढेर राज्यपति राजधानी महाराज अब के आशिष दिनुपर्छ भने छोरी अब आशिष चाहिँ होमवर्कमा लेख्नुपर्छ धेरै बुद्धिमानी ज्ञानी पढेर मान्ने गुन्ने बन्यो भनेर दिएको छ हाम्रो आमाले अनि सधैँ सुखी रहनु व्यथा कष्ट चाहिँ कहिल्यै नलाओस् छोरा आमाले टिकी लगाइदिन्छु आज यत्रो पैसा दिन्छु नि आमाले यसलाई टिकी लाग लाउ त लाउ गोजीमा हाल त्यो गोजी छ तिमी हेर त अनि के छ त्यो गोजीमा हालेर ल गोजीमा हाल्छ कि माल टिकी लाउँदैन सिक्दैन त के बाँकी छैन पोता गर्दैन सबै कुरा राम्रो छ है चिन्ता होस् पुस्ने कुरो चाहिँ ल्यानुपर्ने छ हेलो यहाँ चाहिँ मैले यो मम्मीको अपेक्षाको होइन हेलो रोक्नु न मैले चाहिँ यो गरेको थिएँ त्यही भएर मैले गर्न पाइनँ सरी